त तपाईहरुलाई जुम गरेर देखाउँछु बाटो चाहिँ आक्राफुम तपाईँ मेरो खाप्ला एकदमै राम्रो भइसकेको रहेछ पुरै पिच भएको छ ल है जित ऊ हालेर खानु नि दिदी त्यो के अरे तिम्रो होइन भने हेलो यहाँ हेर्नु चाहिँ गोदावरी रङ्गशाला यही हो गोदावरी रङ्गशाला अनि यो बाटोबाट हुँदैछ हाम्रो जित सरले ड्राइभिङ गर्दै हुनुहुन्छ यो चाहिँ सर्टकट बाटो हो सर्टकट बाटो तर त्यति राम्रो छैन अहिले बर्खाको समय भएर यहाँ अलिकति हिलोहरू के जमेको हुन्छ मुलडोलको भन्ज्याङ हुँदै हामी गइरहेका छौँ यो टिका भएर जाने अर्को बाटो यो चाहिँ हाम्रो सर्टकट बाटोबाट जाँदैछौँ हामी होइन जङ्गलै जङ्गल छ यहाँ ल हेर्नुहोस् कति राम्रो सिन कति राम्रो बाटो अहिले यहाँ त ग्राभेल गरेछ है राम्रो काम भइरहेको छ हाम्रो सालाला बाटो टेन्सन हेर्नुहोस् त कति राम्रो बाटो छ सलल्ल बाटो ल यति राम्रो बाटो छ ल है लेले फाँड आयो लेले बजार हेर्नुहोस् त टनेला छ खेती गरिरहेको छ ल हेर्नुहोस् त तपाईहरुलाई जुम गरेर देखाउँछु ल हेर्नुहोस् ल टनेला घर जस्तो देखिन्छ तर टनेला हो सबै हजुरहरूले लेले भ्यू रिसोर्ट पनि देखाउनु त रुनुहुन्छ ल यहाँ बाटो बनाउँदैछ सर्टकट बाटो धेरै राम्रो हुन्छ राम्रो हुन्छ हाम्रो नगरको ए हो लामो बाटो त्यहाँबाट चाहिँ लामो बाटो हो हामी सर्टकटमा यहाँ आइपुग्यो अब यो मेन बाटोमा आइपुग्यो हामी यो मेन बाटो यहाँ साझा बस पनि लाग्छ है यहाँ लेलेसम्म चाहिँ साझा बस आउँछ रत्न पार्कबाट साझा बस चल्छ यहाँ लेलेसम्म चल्छ साझा बस यो चाहिँ लेलेको मनोकामना मन्दिर जाने बाटो है हामी अब लेलेको बस पार्क पुग्दैछौँ लेले बस पार्क सरस्वती कुण्ड यही हो श्री पञ्चमीको दिनमा चाहिँ यहाँ मेला लाग्छ है यहाँ यो बस पार्क चाहिँ अब हामी कोन्जेसम गाउँपालिका लाग्दैछौँ उयो सूर्य सर आउनु भएको छ मलेसियामा सेक्युरिटी गार्ड गरेर फर्किनु भएको Alle belum dong apa? Ini nggak ada kapan kita? Ini satu sih akrabum. Tapi min kapla? Bater semua deh. सबै रोडहरु हेर्न कस्तो राम्रो बनिसकेको छ हाम्रो गाउँ जाने बाटो एकदमै राम्रो भइसकेको रहेछ पुरै पिच भएको छ हेर्नुस् सलल्ल पुरै पिच बाटो भएपछि जहाँ बस्दा नि केही टेन्सन हुँदैन यहाँ
यहाँ त खाना खाएको बाङमा आइ हजुर काठमाडौँ 30 रुपियाँ भन्दै हजुर 40 रुपियाँ मलाई हजुर मलाई जी वहाँ अनि हेभी एन्ड बी चाहिँ सर्लक्क परादिन दो चाहिँ अब लाभ जात पिन्नु नभिन मध्ये हजुर धन्न पानीको सिमेन्ट हाम्रो गाउँको गाउँपालिका घाम लागेको बेला यहाँ हेटौँडा देखिन्छ यहाँबाट तर अहिले पानी परेर हुस्सु लागेको छ त्यही भएर के पनि देखिँदैन अहिले यहाँबाट चाहिँ हेटौँडा देखिन्छ है पुरै उभेर छ ल है जित सरको घर जाँदैछु हामी हाम्रो गोल्ड डाइरेक्टर जित बहादुर बाबु सरको घर जाँदैछ खोर्सानी लगाउनु भएको छ खोर्सानी ल हाम्रो त यहाँ जताततै उम्रेको हुन्छ यता लग्ने नि यार टन्नै यो उयो धुपी प्लास्टिक चाहियो नि त प्लास्टिक अनि चाहियो भने प्लास्टिक लिएर आउनु पर्दैन त बिर्सेछ नि गाजा हेर्नुहोस् यहाँ गाजा चाहियो गाजा खेती फुलको बोटहरू यहाँ घर हेर्नुहोस् त यो घरलाई खोलाले बगाएछ ऊ हालेर खानु नि दिदी के अरे तिम्रो होइन भने ऊ के चित्र के सँगै युज त आमा कम च्यामुलो यस्तो टेस्ट हुन्छ ढिँडो त सुई पठाउँछ यसले अमिलो रहेछ यो त खान नसक्दैछ यो त अर्को जस्तिको जस्तो होइन रहेछ कि म त लडे झन्डै लडे चिपिनु पऱ्यो ल हेर्नुहोस् ल हेर्नुहोस् त यहाँ छ त सुजिलो हामीले पो टिपेर के हुन्छ अब बोर्ड गयो अर्कालाई कुरेर बस्ने हो फलफुल दाम पाकेको टिप्नु खै ल त्यो लद्नु चाहन्छ कि 2 दिनमै हामी त 1 महिना 1 हप्तासम्म बसेर खाने हो टन्नु लैजाउँ लाख खस्यो यत्रो उकालो चढेको बेलामा तपाईहरुलाई के रे डाइरिया के रे कब्जियत भएको छ भने सम्पर्क राख्नु होला है आज हामीले यो ल्याइदिन्छ तपाईको कब्जियत शब्द सबै खुल्छ एकदम राम्रो छ यो अर्ग्यानिक फाइबर हो यो देशको तपाईहरुको 10 वर्ष पुरानो कब्जियत पनि खुलाइन्छ यसले कहाँबाट त्यस्तो हुन्छ त गेडा लिनुपर्छ कि गेडा मिलेन भन्नु हुँदैन त्यही राम्रो छ मिठो छ म त लड्छु यहाँ यो त आऊ न त्यहाँबाट लडिहाल्छ नि यहाँ
ल ल ल ल हेर्नुहोस् केलाई के भन्छ पलम 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 हुन्छ नि त प्लम के प्लम जरिङ्गो पनि रहेछ अले हजुर जरिङ्गो पनि रहेछ जे विषयले झोला दिने भयो है टिप्नलाई अब टिप्ने हो झोला भरि मिठो छ ल एकदमै